नमस्कार सबैजनामा। आजको भिडियोमा हामी क्याट 6 केबलमा चाहिँ कसरी क्ल्याम्पिङ गर्ने भनेर सिकाउन जाँदैछौँ। पहिला हामीलाई क्ल्याम्पर चाहियो, इन्सुलेसन निकाल्यौँ हामीलाई एउटा ज्याक चाहिन्छ RJ45। यो चाहिँ टेस्टर रहेको छ। बाहिरको इन्सुलेसन निकालिसकेपछि बिचको स्पेसरलाई हामीले फाल्दिन्छौँ। त्यसपछि यो चारवटा पेयरलाई चाहिँ एक एक गर्दै खोल्ने। हामीसँग ओरेन्जको, ब्लूको, ग्रीनको र ब्राउनको पेयर हुन्छ। त्यसमा चाहिँ सुरुमा हाम्रो यो व्हाइट ओरेन्जको पेयर राखिन्छ भने ल रेडी भइसकेको छ। सुरुमा चाहिँ हामीलाई व्हाइट ओरेन्ज आउँछ, त्यसपछि ओरेन्ज, त्यसपछि व्हाइट ग्रीन, त्यसपछि ब्लू, त्यसपछि व्हाइट ब्लू, त्यसपछि ग्रीन, लास्टमा व्हाइट ब्राउन र ब्राउन। यो चाहिँ दुईटा कोड छ इन्टरनेसनली एप्रुभ भएको, TIA ए र बी वाला छ हैन। हामीले चाहिँ के रे बी वाला कोड चलाउँछौँ नेपालमा चाहिँ। त्यो सर्ट एन्ड कन्ट्री अनुसार चाहिँ कोड कुनैमा ए कुनैमा बी चलिरहेको छ। त्यो चाहिँ पछि भन्नुला कहाँ ए चलाउँछन् र कहाँ बी चलाउँछन् भन्ने कुरो। लगभग हाम्रो कोड रेडी भइसकेको छ। व्हाइट ओरेन्ज, ओरेन्ज, व्हाइट ग्रीन, ब्लू, व्हाइट ब्लू, ग्रीन, व्हाइट ब्राउन, ब्राउन। अब यसलाई हामीले चाहिँ एप्रोप्रिएट साइजमा काटौँ है। हामीलाई कति चाहिन्छ? झन्डै 1.5 सेन्टिमिटर जति भयो पुग्छ है। त्यसपछि यो जुन हाम्रो दाँती छ टच गर्ने पार्ट, त्यसलाई चाहिँ माथिपट्टि पारेर व्हाइट ओरेन्जलाई चाहिँ देब्रेपट्टि साइडमा पार्नु पर्यो र यसलाई माथिपट्टि पार्नु पर्यो। अब छिराउने, पुरै छिरिसकेपछि यसरी हेर्ने। कपरको भाग चाहिँ, वायरको भाग चाहिँ यहाँ माथि देखिएको छ कि छैन राम्रोसँग हेर्ने। लगभग देखिसकेको छ सबै। 8वटै केबलको चाहिँ देखिसकेको छ है। हामीले यसरी साइडबाट पनि हेर्न सक्यौँ छेउछेउकोलाई। ब्राउनको पेयर यहाँ देखिरहेको छ, ब्राउन यहाँ व्हाइट ओरेन्जको देखिरहेछ। अब भइसकेपछि हामीले यो 8 पिनवालामा हाल्छौँ। यसमा कुनैमा 3टा हुन्छ, प्रायमा 3टा हुन्छ, कुनैमा 2टा हुन्छ। 6 पोलवाला र 8 पोलवाला। मजाले थिच्दिने, 2-3 चोटि प्रेस गरिदिने। भइसकेपछि हामी निकाल्न सक्छौँ। राम्रोसँग प्याच भइसकेको छ, देख्न सक्छौँ। यो निस्किँदैन है। अब उतापट्टि पनि गरेपछि हामीले टेस्टरबाट चेक गर्छौँ। देख्न सक्नुहुन्छ ल्यान्ड टेस्टरको मास्टर र रिमोट दुईवटै डिभाइसमा 1 देखि 8 सम्म सिरियली LED ब्लिङ्क गरेको छ। त्यसको अर्थ दुईतिर नै कनेक्सन प्रपर छ। यस्तै भिडियोको लागि भिडियोलाई लाइक, शेयर र च्यानललाई फलो, सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।